होमस्टे खोज्दै आएको सामसाङ होमस्टे यही हो यही भनेको थियो कि हामीलाई यहाँ त एकदम लिएको थियो यहाँ तपाईँ बस्नुकै लागि आउनु भएको होइन दिउँसो रेस्टको लागि टाइम तपाईँ टिकिङ टाइम चाहिँ कति बज्यो हाम्रो त आज त 1 घन्टाको चाहिँ काट्नु पर्यो त्यसै किन हामी 10:30 मा आएको 11 बजेको टाइम लागेको थियो है 11:10 आहा Dr. Rachel Ongmo Sangye lecture. उहाँ चाहिँ मैले बोलाउनु पऱ्यो उहाँले भन्नुहुन्छ डक्टर रिचल सङ्घीय लेप्चालाई चाहिँ आउनुभयो यहाँ अब बोलाउँदैछ तपाईँ कोही छ त्यहाँ 6 बजे पठाएपछि तपाईँको डक्टर रिचल पक्कै हो सिलगढीबाट भनौँ तपाईँलाई मान्नु आउनु भएको रहेछ हो यहाँ तपाईँ राजी छ छैन हो तपाईँ कसैको घर कसैको केही आइज होला कसैले केही नभनी होला राजी छ भने चाहिँ यहाँ उहाँले कसरी यहाँ सजाउनु भएको छ खुसी छ भने तपाईँले यो छोइदिनुहोस् छैन भने फेरि उहाँलाई नै फकाउनु सक्नु किनभने हो तपाईँ खुसी हुनुहुन्छ खुसी छ छोइदिनुहोस् यो सबै ताली भएको छ हाम्रो छोरीले हामीलाई नसोधिकन छोइहाल्यो अघिल्लो लाग्यो साह्रै मन पराएको रहेछ दुईजनाको साह्रै मन पराउनु भएको रहेछ जम्मीले के भन्छ नि एउटा कुनै के राजा क्या गरेका काजी भन्छ नि मैया बिबी राजी त क्या गरेका काजी हुनेवाला बेला नै भन्दैछ रहेछ हिजो पनि यहाँनिर अलिअलि के हुँदाखेरि अलिकति कराएको दाजुभाइहरूसँग उता गएर रुँदै थियो हाम्रो सामु त रोएन अनि पिउची छ है अनि हामी धेरै माया गर्छौँ अनि कतिवटा कुरामा अब कस्तो भनेदेखिलाई आमा आप्पाले धेरै नै माया गरेर राखेको हो तर प्रभुको इच्छा त्यही थियो एकदमै जवानी समयमा नै प्रभुले उहाँलाई उठाएर लानुभयो अनि एकदमै स्ट्रगल गरेर यो ठाउँमा उभिएको छौँ अनि के भनौँ फ्युचरमा पनि है तपाईँले एकदमै माया गरेर राखिदिनुहोस् के भन्नु है तपाईँहरूले अब हामीले जस्तो प्रकारले उसलाई माया गरिरहेको छौँ त्योभन्दा बढ्ता माया तपाईँहरूले दिनुहोस् अनि फ्युचरमा कुनै पनि अब यस्तो कुराहरू चाहिँ हामी सुन्नु नपरौँ कि हामीले त अलिकति अप्ठ्यारो पो भएछ भन्ने चाहिँ नहोस् अनि फेरि उतापट्टि मात्रै चिप्दा अप्ठ्यारो नि कोही बेला त आफ्नैले काम बिगार्छ अब यता पनि सबैको सामुने दुई पक्ष नै भएको बेलामा अब हाम्रो छोरीलाई पनि हामी यही भन्छौँ अब हाम्रो रिचल पनि गएर चाहिँ उता चाहिँ छोरी भएर बस्नु पर्यो बुहारीले चाहिँ घरलाई डकेर बस्छ अरे छोरीले चाहिँ सबै कुरालाई मिलाएर राख्छ अनि तपाईँहरूको छोरा हाम्रोमा आउँदा हाम्रो छोरा परिवारलाई मिलाउने हाम्रो छोरी पनि तपाईँहरूकोमा जाँदा नमिलेको कुरालाई मिलाउने आशिष भएर गएको होस् भनिकन हामी कामना गर्छौँ अनि हामी दुई परिवारबाट प्रभुको महिमा भएको होस् We've been through low, been through sunshine, been through snow. All the colors of the weather. रविन गुरुङ परमेश्वरको उपस्थितिमा र मण्डलीको सामने म तपाईलाई प्रश्न गर्छु के तपाईँ डाक्टर रेचल ओङ्मो सङ्घे लेप्चालाई आफ्नो राज्य खुसीसाथ विवाह गर्ने उद्देश्यले
अहिले मगनी गर्न चाहनुहुन्छ? म स्त्रीलाई प्रश्न गर्छु। डाक्टर रेचल अङ्मो लेप्चा साङ्गे, तपाईँलाई ड्यानियल रबिन गुरुङले विवाह गर्ने उद्देश्यले आज तपाईँ कहाँ मगनीको प्रस्तावना राख्दैछन्। के तपाईँ यो प्रस्तावना स्वीकार गर्नुहुन्छ? दिएका छन्। अब मगनीको प्रस्तावनाको चिन्हमा औँठी दिइनेछ। What is love? It's really the feeling of caring about the welfare and the life of the other person as much as you care for yourself. Till I die, let me hold you if you cry. Be my 1, 2, 3 forever. 'Cause you got all my love, whether it rains or pours, I'm all yours. You've got all my love, whether it rains, it remains. You've got all my love. Oh, that right. La 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 la. Whether it rains or pours, I'm all yours. La 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 la. That's all I can say. You got all my love, for now and always, till the end of my days. You got all my love. You've got all my love. What could I do if God didn't bring me to you? A miraculous way. For me, it's amazing to say I couldn't have found Him without you. I couldn't have found this love so true. Dr. Rachel Omo Sange लेप्चालाई विधिवत विवाहित पत्नीको रूपमा अपनाउन, परमेश्वरको पवित्र आज्ञा अनुसार विवाहित जीवन बिताउन, उसलाई प्रेम गर्न, आदर गर्न अनि बाँचुन्जेल उसित इमानदार र विश्वासी भई बस्न राजी हुनुहुन्छ? रेचल ओमो साङ्गे लेप्चा, के तपाईँ डाक्टर ड्यानियल रबिन गुरुङलाई विधिवत विवाहित पतिको रूपमा अपनाउन, परमेश्वरको पवित्र आज्ञा अनुसार विवाहित जीवन बिताउन, उसलाई प्रेम गर्न, आदर गर्न अनि बाँचुन्जेल उनीसित इमानदार र विश्वासी भएर बस्न राजी हुनुहुन्छ?
रबिन गुरुङ, म ड्यानियल रबिन गुरुङ, तिमी रेचल ओङ्मो लेप्चालाई तिमी रेचल अङ्मु लेप्चालाई आजदेखि उसो आजदेखि उसो मेरी आफ्नी विधिवत मेरी आफ्नी विधिवत विवाहित पत्नीको रूपमा विवाहित पत्नीको रूपमा परमेश्वरको पवित्र आज्ञाअनुसार परमेश्वरको पवित्र आज्ञा अनुसार अपनाउनेछु अपनाउनेछु अनि जबसम्म मृत्युले हामी दुईलाई अलग गर्दैन हामी दुवैलाई अलग गर्दैन तबसम्म तिमी प्रति प्रेमी र विश्वासी रहनेछु प्रेमी र विश्वासी रहनेछु अनि सँगै बस्न अनि सधैँ सँगै बस्न सँगै हिँड्न सुखमा होस् चाहे दुःखमा धनमा होस् चाहे निर्धनतामा स्वास्थ्यमा होस् चाहे रोगमा तिमीलाई आफ्नो बनाइराख्नेछु तिमीलाई प्रेम गर्नेछु र सधैँ साथ दिनेछु अनि परमेश्वर अघि र यहाँ भएका सबै उपस्थित गवाही अघि यसो गर्छु भनेर प्रतिज्ञा गर्छु। म रेचल ओङ्मो लेप्चा तिमी ड्यानियल रबिन गुरुङलाई आजदेखि उसो मेरो आफ्नो विधिवत विवाहित पतिको रूपमा परमेश्वरको पवित्र आज्ञा अनुसार अपनाउँदैछु अनि जबसम्म मृत्युले हामी दुईलाई अलग गर्दैन तबसम्म तिमी प्रति प्रेमी र विश्वासी रहनेछु अनि सँगै बस्न सँगै हिँड्न सुखमा होस् चाहे दुःखमा धनमा होस् चाहे निर्धनतामा स्वास्थ्यमा होस् चाहे रोगमा तिमीलाई आफ्नो बनाइराख्नेछु तिमीलाई प्रेम गर्नेछु सधैँ साथ दिनेछु अनि परमेश्वर अघि र यहाँ भएका सबै उपस्थित गवाही अघि यसो गर्छु भनेर प्रतिज्ञा गर्छु। Oh, darling, there's not much that you can say to stop me from falling in like I am. Oh, darling, even waves can't wash away our names in the sand. Never could, never can. You are my everything. I give up everything. Show me the darkest parts of your heart. I ain't gonna run. Every dance is slow. Every kiss is whoa. They say you know when you know. Well, I know you're the one. Some people bring you a million blessings. Some people teach you a million lessons. All that I learned, it wasn't my turn. It wasn't the right time. Some people come in your life for a reason. Others, they come in your life for a season. But baby, you are a lifetime.
मसी सलो आज तपाईँले हाम्रो घरको छोरी लाँदै हुनुहुन्छ सबै साथी सुसम्पन्न हुनमा र सबै मण्डलीका पास्टर गुरुजन एल्डर बाउहरू अनि मण्डलीले नै प्रार्थना गरे मुताबिक तपाईँहरूले पनि सायद हामीभन्दा ज्यादा प्रार्थना गर्नुभएको थियो होला जस्तो लाग्छ मलाई किनकि त्यो प्रार्थना चाहिँ यस्तो प्रार्थना भएको छ जुन प्रार्थनाले गर्दा आज यो सबै कुरो सफल हुनमा हामीले जुन महसुस गरिरहेका छौँ साँच्चै हामीहरू आनन्दित पनि छौँ दुखित पनि छौँ हाम्रो भागबाट एउटा अंश तपाईँहरूलाई दिइरहेका छौँ भनेर किनकि यो चाहिँ हामीलाई चोट लाग्ने कुरा पनि हो किनभने यसको आमा चाहिँ मेरो दिदी हो तर पनि यसका आमाले चाहिँ मलाई एउटा शब्द भनेको थियो आज मैले रोकेर भन्नुपर्छ होला जब पनि 2 तारिक फेब्रुअरी 2016 चिकित्सा अवस्थामा लगेर मैले आनन्दलोकमा एडमिट गराएँ जब पनि ऊ बौरेर आयो अनि मलाई त्यो समयमा चाहिँ एउटा शब्द भनेको थियो भाइ यो छोरी तँलाई जिम्मा दिएको छु भन्न सक्दिनँ अझै धेरै भने अनि त्यही मुताबिक मैले सिरो भागो लिनु जरुरी थियो त्यस्तो अवसर पनि पाएँ हुन त यसलाई मैले यहाँ ल्याउनु कुनै औचित्य थिएन म गर्नुपर्ने मेरो कर्तव्य पनि थिएन तर मेरो दिदीले मलाई जुन शब्द भनेको थियो अनि त्यो शब्द भन्दा चाहिँ मलाई लागेको थियो कि यो छोरीलाई एक दिन यो समय आउने रहेछ भनेर चाहिँ त्यो दिन मात्र याद भयो जुन दिन यसको शोधनी भयो अनि मैले त्यसको सिरो भारो लिनु कर लाग्यो हुन त मेरो दाजु हुनुहुन्छ दाजु बिरामीको कारणले गर्दा मैले एउटा भाव लिएँ तर यो मैले मात्र दिएको छैन सारा सम्पूर्ण परिवारले दिएको छ मण्डलीले पनि दिएको छ अनि म सहस्र प्रभुमा धन्यवादी छु र मैले आँसु नचुहाउनु पर्ने कोसिस गर्दा गर्दै पनि आज चुहाउनु पर्यो जे होस् प्रभुलाई धन्यवाद होस् जुन घरमा यो गइरहेको छ मलाई लाग्छ आशिष परिवारमा जाँदैछ सबैले आशिषित परिवार हो भनेर पनि बखान गरिसकेको छ It wasn't my turn, it wasn't the right time. Some people come in your life for a reason, others they come in your life for a season. But baby, you are a lifetime. Baby, you are a lifetime. We were meant to live together, walking hand in hand together. We were meant to live together for always. Hearty congratulations to Daniela and Joella, my own cousin brothers. They were the flower boy or page boy for my parents' wedding, and now they're getting married over here. So our dual reception and also a lot of congratulations to them, Dr. Daniel and also the always energetic Joella. For always. We were meant to brave the weather, standing tall and worse and better.
congratulations to Dr. Rachel and Dr. Daniel. We are so glad to be a part of how God has unfolded His will in your lives. So best of wishes to married couple. Thank you. We can count on each other, lean on one another. It's okay. Don't you know that we can call on each other, believe in one another always. We were meant to live together. हामी अति खुसी छौँ यसरी आजको दिनमा हाम्रो छोरी रिचेल अनि ज्वाइँको घरमा आउन पायौँ रिजिस्ट्री पार्टीमा। अनि अझै दोब्बर आशा चाहिँ के छ भनेदेखिलाई दुईजना भाइको बिहा हुन्छ अनि हामी दुईजनालाई नै बधाई अनि आशिष दिनको लागि आउन पायौँ। अनि यही कामना गर्छौँ दुईजनाको एउटा असल परिवार बनेको होस्, प्रार्थना यही छ। अनि हाम्रो छोरी पनि यहाँनिर आएको छ अनि हाम्रो छोरीले अर्को घर पाएको छ अनि यो घर चाहिँ प्रभुले बनाएको होस् अनि प्रभुले बनाएको होस्। Much thankful to God for this union, and we wish both the couples all the very best in life. Thank you.